सो म चाहिँ यहाँ सरसफाइ गर्ने बेला चाहिँ मैले यो बट्टा भेटाएँ जसमा चाहिँ म फिनिस प्रडक्टहरू राख्थेँ जुन चाहिँ मलाई एकदमै मन परेर मैले रिपर्चेस धेरै गरेर धेरैवटा सकाएँ र कसैले रेकमेन्ड गर्नु छ भने पनि गर्ने प्रडक्टहरू हो होइन। र यसमा दुईवटा प्रडक्ट मात्रै छ खासमा जसको यो खाली बट्टा छ है। सो फर्स्टमा चाहिँ मेरो फेभरेट यो मिलानीको है, यो 3टा हो। अब यसरी नराखेको बट्टा नराखेको कति हो कति, अब मैले चाहिँ अब भनेर अनि यो ठुलोवाला नै लिएको छु कि यो 3वटा भ्याइसक्यो। यो एकदमै राम्रो छ। मेरो ओइली स्किन छ, त्यही पनि त्यो हुन्छ नि ग्लोई, कहिले ग्लोई मेकअप चाहियो अथवा पाउडरहरू सबै मेल्ट गर्नु पऱ्यो भने चाहिँ मैले यही युज गर्छु। अनि अर्को चाहिँ यो मेबलिन फिटमीको यो कम्प्याक्ट पाउडर, दुईवटा यहाँ छ, एउटा यहाँ छ होइन, एउटा मेरो घरमा छ। यो पाउडर पनि मलाई एकदमै मनपर्छ कि यो मैले यो बट्टाहरू राखेको चाहिँ म भिडियो बनाएर देखाउँछु, रेकमेन्ड गर्छु भनेर नै राखेको थिएँ होइन। सो एकदमै राम्रो छ यो मिलानीको सेटिङ स्प्रे र यो मेबलिन फिटमीको कम्प्याक्ट। अब चाहिँ म बट्टा फाल्छु।